त हेलो नमस्कार है सम्पूर्णलाई नमस्कार। फाइनली आज चाहिँ फ्राइडे हो है, म आफैले गरेर खोल्नुपर्छ। अनि आज चाहिँ म सुई गए यो हो कविस बन्द छ अहिले। अनि हिजो मैले भनेको थिएँ अर्को नयाँ फुल रोप्छु भनेर, आज रोपिसकेको छु नयाँ फुल। त्यो बिचको चाहिँ यो चाहिँ पहिले पुरानै हो है त। अब सर लाएर भित्र जानु पर्यो। आज फ्राइडे, अहिले चाहिँ एक्लै हुन्छु अनि त्यही भएर हतार सामानहरू चेक गरौँ, यताउति गरौँ। अनि एस्प्रेसो गयो चेक गरौँ। अनि एस्प्रेसो कति के, अनि टाइम र मेरो चाहिँ टाइम र एस्प्रेसो बराबरी झर्नुपर्छ। अनि टाइम र एस्प्रेसो बराबरी झरेपछि जस्तै 30 मिली एस्प्रेसो झर्छ भने 30 सेकेन्ड टाइममा सिद्धिनु पर्यो। अनि मात्रै एस्प्रेसोको क्वालिटी राम्रो हुन्छ मेरो उसमा चाहिँ है। अनि त्यो अर्को चाहिँ सोडा हो, सोडा र एस्प्रेसो खाने गरेको छ। अनि एस्प्रेसो खाएर अनि सोडा खानुपर्छ, मुख क्लिन गर्छ अनि पेट पनि सफा गर्छ। धेरै स्ट्रङमा खानु हुँदैन, एउटा दिनमा एउटा चेक गर्नु पनि पर्छ। माथिबाट सीसीटीभीले पनि हेरिराखेको छ मलाई। ठिकै छ, यस्तै छ हाम्रो जिन्दगी बारिस्ताको। उमर पनि आइपुगेछ अहिले, कस्टमर अब खोलिसकियो यतिखेर चाहिँ। अब कस्टमर पनि आउन थालिसके, फटाफटी आउँछन् कस्टमर। धेरै जस्तो चाहिँ एस्प्रेसो जान्छ दिउँसो चाहिँ। धेरै बनाउनुपर्छ क्या, नन स्टप एस्प्रेसो बनायो दियो, एस्प्रेसो बनायो दियो, एस्प्रेसो बनायो दियो। एक दिनमा लगभग 100 करस गर्छ एस्प्रेसो मात्रै। त्यस्तो मान्छे हुन्छ खाने एस्प्रेसो। फेरि यता एस्प्रेसोको साइडको चाहिँ अब सबवे आर्टदेखि लिएर एस्प्रेसो चाहिँ म आफैले प्राय बसेको हुन्छु, आफैले गरेको हुन्छु। अर्कोतिर चाहिँ उता बिसिक्सीतिर चाहिँ त्यो इन्डियन भाइले बनाउँछ, उसले सबै गर्छ। अहिले चाहिँ हामी दुईजना मात्रै हौँ। अहिले भरे 4 बजे अरू दुईजना भाइहरू आउँछ। जस्ट फ्राइडे राम्रै हुन्छ, मजै हुन्छ, इन्जोय नै हुन्छ। यो फेरि अर्को एस्प्रेसो अब कस्टमरलाई बनाएर दिँदैछु। यो पनि एस्प्रेसो हो। अनि मात्र एकछिन पछिदेखि अनि चाहिँ आउँछ लाते, अनि त्यहाँबाट फ्ल्याट वाइट। अब त्यस्तो छ। तपाईँहरू को कहाँबाट हुनुहुन्छ, कसरी गर्नुहुन्छ, तपाईँहरूको पनि यसो जानकारी पाउँ होला है त। यो मोबाइलै यता भयो भने अलिक पुरै आएन। अब यताबाट गरेर एउटा अब लाते आर्ट पनि मेरो छ जस्तो छ एउटा होइन। स्पेनिस रहेछ है, स्पेनिस हट अब बन्दैछ। अनि त्यहाँबाट अब यो स्पेनिस कस्टमरले एउटा अर्डर गरेको थियो, साथै एस्प्रेसोसँग एस्प्रेसो बनाएर दिएँ। अनि स्पेनिस यतिकै छ हाम्रो दिनचर्या। अब अहिले दिउँसो चाहिँ खासै त्यस्तो मान्छे चाहिँ हुँदैन, ठिकै हुन्छ। अहिले बेलुका 4 बजेपछिदेखि चाहिँ त्यहाँबाट गुड्डु हुन्छ। यस्तो भ्याइ नभ्याइ हुन्छ त्यतिखेर चाहिँ 4 बजेदेखिको 7-8 बजेसम्म चाहिँ भ्याइ नभ्याइ हुन्छ। त्यहाँबाट स्लो हुन्छ। अनि आज फ्राइडे फेरि 1 बजेसम्म हो ड्युटी। यो फाइनली रेडी भइसक्यो। मैले यो तुलिपै बनाएँ क्यारे। है आजलाई यति नै। अब चिज केक बनाउने, अनि त्यहाँबाट आज भिडियो सकिदिने। बाई बाई, टेक केयर। सबैले फलो गरिदिनु होला, माया गर्नु होला। थ्याङ्क यू सो मच।